नमस्ते मित्रहरू, तपाईं जे हुनुहुन्छ यो संसारमा तपाईं एउटा सिंगल पिस हुनुहुन्छ। तपाईंको ब्रेन र तपाईंको रूप तपाईंको सम्पत्ति हो। तपाईं आफ्नो रूप र ब्रेनलाई अरूसँग साट्न सक्नुहुन्न हो, साट्न सक्नुहुन्न। आफ्नो बुद्धि, विवेक, ज्ञान र सोच्ने कलालाई परिवर्तन गर्न सक्नुहुन्छ। जसरी अरूको धन सम्पत्ति तपाईंलाई काम दिदैन, त्यसरी नै अरूसँग भएको रूप र तीक्ष्णता उसैलाई काम दिन्छ, तपाईंलाई हैन। त्यसैले तपाईंसँग जे छ त्यसैमा घमण्ड गर्न सिक्नुहोस्, गौरव गर्न सिक्नुहोस्, रमाउन सिक्नुहोस्। किनकि जीवनमा काम लाग्ने भनेको तपाईंसँग जे छ त्यही।